नन्द भाउजूको सिस्नु टिप्ने दिन आएछ है। आज नन्द भाउजूको सिस्नु टिप्ने दिन। आज के बार हो भाउजू? मलाई त बार पनि थाहा छैन, मङ्गलबार हो कि? मङ्गलबार। अब मङ्गलबारमा सिस्नु टिप्ने दिन। खाने भयो आउनु। बाक्सिङ हो कि है हाम्रो ताल बगार म्यार बगार। हाम्रो बाक्सिङ हाम्रो ताल बगार म्यार बगार। ल इष्टमित्र हेर्नुहोस् है, कुमारी थिङले यहाँ फटाफट टिप्नु भयो। भरे ढेँडो पकाएर पनि आउँछ भिडियो फेरि। डल्ले खुर्सानीसँग थिचेर गम लाएर खाने हो ढेँडो भरे। कति मिठो होला। यसलाई त के मिसाउनु पर्छ कि अनि पो चिप्लो हुन्छ। चिप्ले भेन्डी मिसाउनु हो कति धेरै आएछ नि है, एक झाकै आएछ नि। ल हेर्नुहोस्, यो बाक्सिङकै हो रे। बाक्सिङ हो कि पोलो पाखोको भनेको त्यो सुनेको बाजेले। कि हेर्नु न, हेर्नु है आमामा हाम्रो भाउजूको लसुन कति राम्रो भएको। यहाँमा के बिर्काइलेर खानुलाई हो यत्रो लसुन भएकोमा? भित्र त यत्रो यत्रो छ हो र? आँखा त नि है, हेर्नु त यो साग झन्, यो साग यहाँमा कति राम्रो। यो साग हेर्नुहोस् कि यो साग चाहिँ आमामामामामा के हो यस्तो किनभने? के साग हो भाउजू हो? ए सलाद साग हो रे गाइस। हेर्नु न यहाँ लसुन त बेसरी लगाउनु भए रहेछ। मेरो त लसुनै भएन नि हो यसपालि त। आमा के बिति फालेछ हौ, हेर्नु नै कत्रो हो यो। हेर्नु त मेहनेती रहेछ नि हो। थिङ बुढी त यहाँ दोङ बुढी त थिङको छोरी हो बाबै। कत्रो आँप पनि फुलेछ। मेरो त यसपालि आँप फुलेन त किन हो? यो राम्रो आँप रहेछ है, मेरो फुलेन नि यसपालि। एभाकाडो नि रहेछ अर्को। फाल्यो कि फालेन होला, तर मलाई त मन परेन है। कस्तो घिउ जस्तो हुन्छ। घिउ जस्तो भयो नि। मेरो माइत घर के, म कति महिनापछि माइत घर आएको, तर सिस्नु टिप्न पर्यो के साथीहरू। मेरो माइत घर बाबा मम्मी नरहेछ। यो भएन, सुक्तार्नीले बेइज्जत गर्यो है, सुक्तार्नीले बेइज्जत गर्यो। पाप गर्नु हुँदैन है गाइजहरु। अर्गानिक सब्जी बनाएर त्यो त हो दिनुपर्छ। भाले काट्यो भने पाप लाग्छ। तपाईँको नाम त रोगी छ नि त, मासु खानुहुन्न, त्यही भएर यो अर्गानिक देशी तपाईँको नाम त एकदम तन्दुरुस्त हुन्छ। यो भरे पकाइहाल्नु है। पुरुदुङजोङ बा खोलजाला आदाङ बदा निबो भन्दा ताङ बदा निसी पोलो चालो भन्छ। त्यस्तै भयो। अब पोलो खाने हो हामी त। पोलो खाएर नन्दा भाउजू टिकटक बनाएर ओहो यस्तो हो नि त। ओहो कति मिठो होला यो पकाएपछि। तर एक छाकै भएछ है। यो फाट्नुपर्छ बन्द। अनि यो तितो हुन्छ होला अब चाहिँ तपाईँ यसको लागि नि त। मेरो भाउजू फेरि सिस्नु भनेपछि भुतुक्कै हुने कि, पासो थाहा पनि भेट्ने। मासुमा भेट्दैन तर सिस्नुमा पासो थापेपछि फ्याट्टै हो भेट्ने त। यति मन पर्नुहुन्छ कि मेरो भाउजूलाई। फेभरेट सबैभन्दा मन पर्ने तरकारी के हो भाउजू भने सिस्नु भन्नुहुन्छ के। बाई बाई साथीहरू। अब यति भन्दै हामी भिडियो बन्द गर्छौँ। भरे पकाएर ढेँडोको साथमा आउँछ भिडियो फेरि।